नमस्कार, स्वागत छ तपाईलाई हाम्रो युट्युब च्यानलमा। आजको भिडियो हरेक विदेश जान चाहने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले अवश्य हेर्नै पर्ने भिडियो हो। किनभने हरेक वर्ष हजारौं नेपाली राम्रो कमाइको सपना लिएर विदेश जान्छन्। तर दुःखको कुरा धेरैजना ठगिन्छन्, दुःख पाउँछन्, सम्झौता अनुसार काम पाउँदैनन्। त्यसैले आजको भिडियोमा हामी कुरा गर्नेछौँ विदेशमा काम गर्न जाँदा ध्यान दिनुपर्ने सबै कुरा एउटा पनि नछुटाएर। भिडियो सुरु गर्ने अघि लाइक गर्नुहोस्, सब्स्क्राइब गर्नुहोस्, बेल आइकन थिच्न नबिर्सिनुहोला। अब सुरु गरौँ। साथीहरू, विदेश जानु फेसन होइन, यो जीवनको ठुलो निर्णय हो। ऋण लिएर, घर जग्गा बेचेर, परिवार छोडेर जानु अघि आफैलाई सोध्नुहोस्, के म मेहनत गर्न तयार छु? के म दुःख सहन सक्छु? के यो मेरो भविष्यका लागि सही हो? हावाको भरमा विदेश नजानुहोस्। सबैभन्दा ठुलो गल्ती नेपालीहरूले यही गर्छन्। चिनेको दाई, गाउँको दलाल, फेसबुक एजेन्ट यिनको भरमा नपर्नुहोस्। सधैँ गभर्मेन्ट लाइसेन्स मेन पावर रोज्नुहोस्। डिपार्टमेन्ट वा फरेन इम्प्लोइमेन्टमा भेरिफाई गर्नुहोस्। सम्झनुहोस्, दलालको मिठो बोलीले भविष्य बिगार्न सक्छ। विदेश जानु अघि कन्ट्र्याक्ट पेपर सबैभन्दा महत्त्वपूर्ण कागज हो। कन्ट्र्याक्टमा के हुनुपर्छ? कामको प्रकार, तलब, काम गर्ने समय, ओटी पाउने नपाउने, खाना र बस्नको सुविधा। यदि कन्ट्र्याक्टमा लेखिएको र एजेन्टले भनेको कुरा फरक छ भने तुरुन्त रोकिनुहोस्। विदेश जान कति खर्च लाग्छ? भिजा, टिकट, मेडिकल, इन्सुरेन्स सबै कुरा लिखित रूपमा माग्नुहोस्। पछि मिल्छ, काम पुगेपछि तिर्नु, यस्ता कुराहरू नपत्याउनुहोस्। विदेशमा बिरामी पर्नु धेरै महँगो हुन्छ। मेडिकल रिपोर्ट आफै बुझेर गर्नुहोस्। इन्सुरेन्स कपी आफ्नै हातमा राख्नुहोस्। इन्सुरेन्स बिना विदेश जानु आफ्नो जोखिम आफै राख्नु हो। धेरै कामदारको पासपोर्ट कम्पनीले खोसिदिन्छ, यो गैर कानुनी हो। पासपोर्ट सधैँ आफैसँग राख्नुहोस्। कन्ट्र्याक्ट, भिजा कपी फोनमा पनि सुरक्षित राख्नुहोस्। विदेश पुगेपछि सबैभन्दा ठुलो समस्या भाषा नबुझ्नु हो। बेसिक इङ्ग्लिस सिक्नुहोस्। कन्ट्रीको भाषा, ल्याङ्ग्वेज पनि थोरै भए पनि सिकेर जानुहोस्। रेस्पेक्ट, डिसिप्लिन, नियम पालना यी कुरा नजानी दुःख पाउनुपर्छ। विदेशको काम सजिलो हुँदैन। लामो समय काम, गर्मी, चिसो, सुपरभाइजरको प्रेसर तथा धेरै काम गरे कमाइ पनि धेरै हुन्छ। पहिलो 3 देखि 6 महिना सबैभन्दा गाह्रो हुन्छ। समस्या परेमा चुप नबस्नुहोस्। नेपाली दूतावास, लेबर हेल्पलाइन, ट्रस्टेड नेपाली साथीको फोन नम्बर फोनमा सेभ गरेर सुरक्षित राख्नुहोस्। विदेश गएर कमाएको पैसा ऋण तिर्न, परिवारको भविष्य बनाउन, सानो बिजनेस सुरु गर्न लाग्नुहोस्। जुवा, फजुल खर्च, गलत सङ्गत यीबाट टाढा बस्नुहोस्। साथीहरू, विदेश जानु सपना पनि हो, सङ्घर्ष पनि हो। सही तयारी भयो भने विदेशले जीवन बदल्छ। गलत निर्णय भयो भने जीवन बर्बाद पनि हुन सक्छ। त्यसैले जानु अघि जान्नुहोस्, बुझ्नुहोस् अनि मात्र निर्णय गर्नुहोस्। यदि तपाईँ चाहनुभयो भने म कन्ट्री वाइज कम्प्लिट गाइड, ठगीबाट बच्ने उपाय, मेन पावर भेरिफाई गर्ने तरिकाको विषयमा पनि भिडियो बनाइदिन्छु। यदि यो भिडियो उपयोगी लाग्यो भने लाइक, सेयर र सब्स्क्राइब गर्न नबिर्सिनुहोला। धन्यवाद। फेरि भेटौँला अर्को जानकारीमूलक भिडियोमा।